गाइस, वेलकम छ तपाईहरुलाई मेरो नयाँ भिडियोमा। आज चाहिँ म तपाईहरुको सामु भिडियो लिएर आएका छौं, नयाँ भिडियो। अनि अहिले चाहिँ हामी चर्च जान लागिरहेको छौं। चर्च जान लागेको हिँड्दै छौं, बाटोमा गाडी चढ्ने ठाउँ आइपुग्न लाग्यो। अनि हामी चाहिँ बिहानको सँगै जान्छौं। हाम्रो चर्च चाहिँ 8:30 बजे सुरु हुन्छ अनि हामी चाहिँ 7:30 बजे हिँड्छौं होस्टेलबाट। बहिनीहरु हिँड्दै छ अगाडि, म चाहिँ यहाँ पछाडी छौं। तपाईहरुलाई चर्चमा पुगेपछि भेटौँ ल। बाइ बाइ गाइस। पुरै गाडी नै खाली पाएका छौँ हामी मात्रै छौँ। अरू बेला त प्याक हुन्थ्यो कि, आज चाहिँ खाली पाएको छ गाडी, कोही छैन। गाडीबाट चढेर भवानी मण्डलबाट हामी जाँदैछौँ। हामी चाहिँ एकान्तको नाम थियो पहिला चाहिँ, अहिले चाहिँ हामी भवानी मण्डल झर्छौँ किनकि भवानी मण्डलबाट चाहिँ अलिकति चाँडो पुग्छ। उनी हुन् मनिका, ऊ चाहिँ कहिले पनि बोल्दैन, ऊ चाहिँ खासै बोल्दैन, ऊ कस्तो ज्ञानी छ क्या। ऊ जस्तो म पनि हुन ट्राई गर्छु है, तर म चाहिँ हुन सक्दिनँ। फेरि म नबोलिकन बस्यो भने फेरि मान्छेहरूले के बिमारी भयो दबाई चाहियो भन्छ। म बोल्यो भने फेरि मान्छेहरूलाई के अरे बढ्ता हुन्छ। के गर्ने म मर्नु। दामी मेरो ड्रेससँग मिल्ने सटर रहेछ कि यो चाहिँ पर्पल। अनि यो ठाउँ चाहिँ दामी छ क्या। यो चाहिँ कुन हो? यो भवानी मण्डल भन्छ यसलाई। देखाउँछु ल। उयो चाहिँ कस्तो दामी लाग्छ कि मलाई यो घर, एकदम दामी छ क्या। भविष्यमा म पनि यस्तै घर बनाउँछु। आई होप, आशा छ ममा बनाउने हो म। यहाँ चाहिँ फोटोसुट भइरहेको छ, यिनीहरू चाहिँ अघिदेखि फोटो खिच्दैछ, अहिलेदेखि होइन अघिदेखि। फेरि चर्च आयो भने यस्तै हो क्या, हामी फोटो खिच्ने। 2 हप्ता भयो हामी चर्च आउन थालेको, धेरै भएको छैन। हाम्रो अहिले बन्दै गरेको ठुलो भवन चर्च देखाउँछु ल। ट्याक्ट्याक्क यो चाहिँ हो के 6 तला हो। अब यसको के भन्छ नि, ओपन चाहिँ अब मे 1 मा हुन्छ। देख्न सक्नुहुन्छ तपाईले। यो चाहिँ यत्रो ठुलो बिल्डिङ छ क्या। अनि यसमा चाहिँ चर्च अनि बाल सङ्गति के भन्छ भन्न चाहिँ अब हामीले चाहिँ 1 महिना जति चाहिँ यो चर्चमा आउनु पाउँछ। त्यसपछि चाहिँ म चाहिँ जान्छौँ कतै। यतातिर चाहिँ यस्तो घाँसहरू कस्तो दामी पाउँछ क्या। घाँस होइन खोइ के भन्छ यसलाई। कति राम्रो फुल्छ। फोटो खिच्न थालिसक्यो साथीभाइहरूले, के गर्नु। राम्रो फुल देख्नु हुँदैन, राम्रो गेट देख्नु हुँदैन, पिक्क फोटो खिच्ने हाम्रो काम हो। के गर्नु जिन्दगीको गोल्टोमा। अब फोटो खिच तिमीहरू। चर्च चाँडो पुगे पनि टेन्सन, ढिलो पुगे पनि टेन्सन। चर्च चाँडो पुग्यो भने चाहिँ हामीलाई के हुन्छ भने अगाडि बस्नु लाउँछ, किनकि हाम्रो बानी चाहिँ फेरि पछाडि बस्ने छ के। अनि फेरि ढिलो पुग्यो भने चाहिँ फेरि हाम्रो चर्चको बुवाले कराउनुहुन्छ हामीलाई। हामी त जे गरे पनि हामीलाई त ठिक छैन के प्रभु जिन्दगीमा, के गर्ने होला हामी। त्यही भएर बिस्तारै हिँड्ने हो। अब चाहिँ थोरै यति बाटो बाँकी छ हिँड्नलाई। अनि त्यसपछि चाहिँ बिस्तारै हिँडेर गयो भने चाहिँ ठ्याक्कै मान्छेहरू पनि अलिक धेरै आउँछ। अनि त्यसपछि हामी चाहिँ पछाडि बस्न पाउँछ, किनकि पछाडि बस्यो भने चाहिँ सबै मान्छेहरू हेर्न पाउँछ। अगाडि बस्यो भने त अनि कोही त हेर्न पाउँदैन। ढकढक्क अगाडि मेरो प्रिय सुन्दरी बहिनीहरू आउँदैछ पछाडि फुल दिएर। सारङ्गियो के भन्छ यसलाई, सारङ्गियो। हामी भित्र छिरिसक्यौँ। अब चाहिँ यहाँनिर तपाईँहरूलाई म देखाउँदैछु एकदम राम्रो वातावरण, पिसफुल जग्गा भन्छ कि यसलाई। ग्रिन यहाँदेखि चाहिँ भित्र जान्छ। यो चाहिँ मेरो बाउको गाडी है। फुल जग्गा भन्दै भिडियो बनाएको। ऊ यहाँनिर कुकुरको आजी रहेछ, कुल्चियो मैले मेरो खुट्टाले। तिनीहरू चाहिँ अहिलेसम्म चाहिँ उयो गरेर आएको छैन, फोटो खिचेर आएको छैन। हाम्रो चाहिँ उयो गेटबाट यस्तो भित्र राम्रो चर्च आउँछ। अलि ढिलो जाने हो के। फोटो खिच्ने मान्छे चाहिन्छ भने चाहिँ खिच्ने होइन, फोटो खिच्ने मान्छे चाहिन्छ भने चाहिँ यहाँनिर छ अञ्जली। अनि फोटोग्राफर चाहिँ रुथ। उहाँ आउँदै गर्नुहुने चाहिँ अस्ति हामीलाई फुल दिनुभएको थियो। उहाँ चाहिँ कहाँको रे उहाँ चाहिँ स्विजरल्यान्डको होइन, अस्ति फुल दिने हो। जय मसी।
हामी चाहिँ गेटबाट भित्र पसिसकेको छौँ हाम्रो चर्च। यहाँनिर चाहिँ कस्तो खुल्ला छ क्या, खुल्ला एकदम पिसफुल वातावरण हो भनौँ के भन्नु। तपाईँलाई म यहाँ फुल देखाउँछु है। यहाँनिर कस्तो दामी गरिराख्नु भएको छ। फुलैको चर्च आइपुग्यो। अब चाहिँ म तपाईँहरूलाई चर्च पछि भेट्छु। बाई बाई। चर्च सकेर अब निक्लिसकेका छौँ अनि होस्टेलमा चाहिँ आमा हुनुहुन्न। अब गएर खाना बनाएर खानु पनि हुन्छ। कतिखेर पुग्ने हो कतिखेर खाने हो। अब चाहिँ हामी हिँडेर जान्छौँ। वाकिङ हामी चाहिँ होस्टेल आइपुगिसकेका छौँ। अब चाहिँ लुगा चेन्ज गरेर अब चाहिँ खाना पकाउनु पर्ने हुन्छ। खाना पकाउनै अल्छी लागिरहेको छ। आमा नभएपछि त लास्टै गाह्रो क्या। भोक लाग्छ अब खाना बनाउने खाने। बाई बाई गाइस। आजको भ्लग चाहिँ यही इन्ड गर्न चाहन्छु म। अनि अब चाहिँ अर्को भ्लगमा तपाईँहरूसँग भेट्नेछु। सी यू गाइस। बाई बाई।